काठमाडौँको राजनीतिमा एउटा यस्तो नाम आयो जसले वर्षौंदेखि जमेको शक्तिलाई नै हल्लाइदियो। आउनुहोस् आज कुरा गरौँ बालेन शाहको यात्राको, एउटा यस्तो यात्रा जसलाई धेरैले काठमाडौँको राजनीतिक पुनर्जागरणको सुरुवात पनि भन्छन्। उहाँको पुरै यात्राको सार सायद यही एउटा भनाइमा लुकेको छ, इच्छा शक्ति भए परिवर्तन सम्भव छ। यो केवल एउटा नारा मात्रै थिएन, यो त उहाँको अभियानको आत्मा नै थियो, जसले परिवर्तनको आशामा बसेका हजारौं मतदाताहरूलाई एकै ठाउँमा ल्यायो। कस्तो अनौठो होइन, एकातिर छन् नेहपका स्टार र्यापर बालेन अनि अर्कोतिर काठमाडौँका मेयर बालेन्द्र शाह। एउटै मान्छेभित्र यी दुई फरक पहिचान कसरी? यही कुराले नै उहाँको कथालाई एकदमै रोचक बनाउँछ। अनि उहाँको जित त्यो कुनै सामान्य चुनावी सफलता मात्रै थिएन, होइन, त्योभन्दा कैयौं गुणा ठूलो कुरा थियो। यसलाई यथास्थितिप्रतिको एउटा विद्रोह र परिवर्तनको ठूलो सङ्केतको रूपमा हेरियो, जसलाई धेरैले शान्त क्रान्तिको नाम दिए। त्यसो भए यो शान्त क्रान्ति भनेको के हो त? वास्तवमा यो शब्दले बालेन शाहको त्यो ऐतिहासिक जितलाई जनाउँछ जुन पूर्णतया अहिंसात्मक थियो। वर्षौंदेखि जमेका ठूला राजनीतिक दलहरू विरुद्ध एक स्वतन्त्र उम्मेद्वारले केवल भोटको शक्तिले ल्याएको त्यो ठूलो बदलावलाई नै शान्त क्रान्ति भनिएको हो। तर सवाल उठ्छ, यो सफलताको जरा कहाँ थियो? आउनुहोस् अलिकति पछाडि फर्किएर हेरौँ, कलाकारदेखि इन्जिनियर हुँदै राजनीतिसम्मको उहाँको त्यो अनौठो यात्रालाई। उहाँको कथा सुरु हुन्छ 2047 सालमा काठमाडौँमै। उहाँले सिभिल इन्जिनियरिङमा ब्याचलर्स गर्नुभयो र पछि भारतबाट स्ट्रक्चरल इन्जिनियरिङमा मास्टर्स। र उहाँको यो प्राविधिक ज्ञान खास गरी 2072 को त्यो विनाशकारी भूकम्पपछि त देशका लागि साँच्चै नै एकदमै महत्त्वपूर्ण साबित भयो। राजनीतिमा आउनुभन्दा धेरै अघि उहाँलाई धेरैले बालेन भनेर चिन्थे। नेहपप अर्थात् नेपाली हिपहपको दुनियाँमा उहाँ एउटा छुट्टै स्टार हुनुहुन्थ्यो। उहाँका र्याप ब्याटलहरू, उहाँका गीतहरू, खास गरी युवाहरू माझ त उहाँ एकदमै लोकप्रिय हुनुहुन्थ्यो। सायद यही कुराले नै उहाँलाई मानिसहरूसँग सजिलै जोडिन मद्दत गर्यो। तर उहाँको अर्को पाटो पनि थियो जुन उत्तिकै महत्त्वपूर्ण छ, एक स्ट्रक्चरल इन्जिनियरको। जब 2072 को भूकम्पले देशलाई तहसनहस बनायो, उहाँले आफ्नो ज्ञानलाई फिल्डमा प्रयोग गर्नुभयो, पुनर्निर्माणमा खटिनुभयो। यसले उहाँको प्राविधिक क्षमता मात्र देखाएन, समाजप्रतिको जिम्मेवारी पनि देखायो। ल अब कुरा गरौँ कसरी एक कलाकार र इन्जिनियर राजनीतिको मैदानमा हाम फालेर यस्तो ऐतिहासिक जित निकाल्न सफल भए। हेरौँ है त उहाँको राजनीतिक उदयको कथा। 2079 को स्थानीय चुनाव, उहाँले लौरो चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिनुभयो। हेर्दा त कति सामान्य चिन्ह, होइन र? तर यही सामान्य लौरो जुन सहारा र अनुशासनको प्रतीक हो, त्यो ठूला राजनीतिक दलहरूको दबदबा विरुद्ध एउटा शक्तिशाली आन्दोलनको प्रतीक बन्न पुग्यो। र अन्तमा नतिजा 61,767। एकछिन रोकिएर यो नम्बरलाई हेरौँ। यो भेरो एउटा अङ्क मात्र होइन, यो त काठमाडौँका जनताको परम्परागत राजनीतिप्रतिको निराशा र परिवर्तनको लागि उनीहरूको त्यो गहिरो चाहनाको आवाज थियो। ठिक छ, जित त ऐतिहासिक भयो, तर त्यसपछि के भयो? के वाचा गरे अनुसार काम भयो त? अब मेयर बनेपछि उहाँले गरेका केही मुख्य कामहरूतिर लागौँ। मेयरको कुर्सीमा बसेपछि उहाँले खास गरी 4वटा क्षेत्रमा ध्यान दिनुभयो। पहिलो, पूर्वाधार व्यवस्थापन, जस्तै फुटपाथ खाली गराउने, अवैध संरचना हटाउने जस्ता निकै साहसिक कदमहरू चाल्नुभयो। दोस्रो, शिक्षा र स्वास्थ्य, सरकारी स्कुलको गुणस्तर बढाउने र अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने जस्ता कामहरू। तेस्रो, सांस्कृतिक संरक्षण, काठमाडौँको सम्पदा र जात्राहरूलाई जोगाउने कुरामा पनि उहाँले जोड दिनुभयो। र चौथो, डिजिटल गभर्नेन्स, मतलब महानगरका सेवाहरूलाई सकेसम्म टेक्नोलोजी फ्रेन्डली बनाउने प्रयास। तर यी कामहरू त आफ्नो ठाउँमा छँदैछन्। त्यो भन्दा पनि ठूलो कुरा, उहाँको उदयले समग्र नेपाली राजनीतिको लागि के अर्थ राख्छ? धेरैका लागि उहाँ अब एक मेयर मात्रै रहनु भएन, आशाको एउटा नयाँ प्रतीक बन्नु भएको छ। हो, त्यसैले अन्तिममा के भन्न सकिन्छ भने बालेन शाह एक व्यक्ति मात्र होइनन्, उहाँ एउटा सिम्बोल बन्नुभएको छ यो कुराको कि यदि साँच्चै इच्छा शक्ति छ भने परिवर्तन सम्भव छ। र देशको भविष्यबारे सोच्ने युवाहरूका लागि त उहाँ प्रेरणाको एउटा ठूलो स्रोत नै बन्नुभएको छ। अनि उहाँको यो उदयले एउटा निकै गम्भीर प्रश्न पनि खडा गरेको छ, के यो नेपाली राजनीतिमा एउटा नयाँ युगको सुरुवात हो त?
अब यो प्रश्नको जवाफ त सायद समयले नै देला, तर एउटा कुरा पक्का छ, उहाँको यात्राले राजनीतिमा नयाँ सम्भावनाहरूको ढुका भने अवश्य खोलेको छ।